हेलो गाइस, अहिले हामी ट्रिपल रोड भएर कपाल काट्न जाँदैछौँ। हामी 3टा टिचर। आज म फर्स्ट टाइम टिचर। मामा भर्सेस भान्जा। हाम्रो स्विगी 3जना स्विगी नि बाँचे 3जना बाँच्ने। रानी बाउ आयो। रानी बाउ हामी अहिले रानी बाउ आइसकेका छौँ। नयाँ स्टुडेन्टहरू सबै गइसकेको छ। गुगल म्याप होइन, नवीन म्याप। भाइलाई चप्पा चप्पा थाहा छ है। पोखराको सर दाइलाई मौत को छुके टक से वापस आ सकता हूँ। यस्तो भइरहेको गण्डकी हस्पिटल हो यो। This is Gandaki Hospital, पोखरा। आया ए त मन्दिर हो क्या? मेरो होस्टेल जाने बाटो आयो क्या यार यो? No promotion today. Now we are at Buddha Chowk. Buddha Chowk. This is my Buddha Chowk point of my height. As we are traveling the road of Buddha Chowk, we will reach the We are here finally. know about our brother will walk from here. Yes, yes. No English. No mama here. अब हिँड्दै है। ल हिँड्दै ए पारिसम्म। ल बाई बाई। बाई बाई। गुड नाइट। रोड काटिसक्यो। रोड क्रस गरिसक्यौँ। उता हाम्रो राइडर दाइ बस्नु भएको छ। कस्तो रह्यो सङ्घर्ष अहिलेसम्मको? उयोमा तातो भइसक्यो। अब हरिफ बटार्दै जानु। गोरेटोमा राम मन्दिरमा चौकी छ। के थियो नामै हेर्न पाएन। लेखनाथ धोती लेखनाथ धोती। अहिले चाहिँ हामी सिधा रोडमा आएको छौँ एयरपोर्टको पछाडि। कपाल काट्ने ठाउँमा पुगिसक्यो। अहिले चाहिँ हामी यहाँ कपाल काट्ने ठाउँमा आइसक्यो। काट्दैछौँ यहीँनिर काट्दैछौँ। हामी सिकाउँदैछौँ। ओपनमा के अरे क्लोजमा 3.5 भयो नि त। 3.5 3ले हाल्नु भनिरहेको छ त। ब्लग हो? ब्लग हो ब्लग। सौरभ चौधरी। ल हान्नु। हाम्रो सौरभ चौधरीको च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु ल भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद दाइलाई। ल हाम्रो दोस्तले कपाल मिठो मिलाउँदैछन्। यो चोरले बिगारिहालेको अरे कपाल। यता चाहिँ यो चाहिँ यसले कपाल बिगारिहाल्यो। दोस्तले मिलाउँदैछन् ल टक्क। हाम्रो ह्यान्डसम दोस्त छन् यता। दोस्त यता हेर्दै न एकचोटि। भन भाइ। कपाल काट्दिनँ मैले। यसको तोरीको ताल गर्ने हो।
गाइस अब हाम्रो सकियो अब हामी चाहिँ अब यसो चिसो खाउँछ हाम्रो सबले चिसो खाने हो बिस्कुट पनि आएछ त कस्तो मेट्टे खायो हेर्न अब मेट्टे छैन अघिको भन्दा बेटर छ बोल नि के यार तिमी नि यार अब त खतरा हाल्यो म त हैन अहिले चाहिँ हामी कपाल काटेर जोक बनाएको फेरि ज्याकेट लाउनु पर्यो अहिले चाहिँ हामी कपाल काटेर अब फर्किनु लाग्यो दाइसँग अर्को नवीन दाइ जानुभयो अहिले चाहिँ हामी फेरि फर्केको म चाहिँ अहिले अमरसिंह चोकमा पुगिसकेँ अब घर जान्छु होला आजको लागि यति नै थियो आज टिचर बनियो जे होस्